धेरैजसो सफल मानिसहरू किन प्राय एक्लै अघि बढ्छन्? किन उनीहरू भिडमा रहँदा असहज महसुस गर्छन् र किन उनीहरूको बाटो सधैँ अरूभन्दा फरक हुन्छ? सुन्नुहोस्, सफलता कहिल्यै भिडभित्र भेटिँदैन। भिडमा सबैले एउटै कुरा सोचिरहेका हुन्छन्, एउटै बाटोमा हिँडिरहेका हुन्छन्, तर सफल मानिस त्यो बाटोलाई तोडेर नयाँ बाटो बनाउँछ। साथीहरू, म तपाईलाई एउटा सानो रिक्वेस्ट गर्न चाहन्छु। यदि तपाईँ हाम्रो च्यानलमा पहिलो पटक आउनुभएको हो भने हाम्रो च्यानल राइज विथ माइन्डसेटलाई सब्स्क्राइब गर्न नबिर्सनुहोस्। सब्स्क्राइब गरेर साइडमा रहेको बेल आइकन पनि थिच्नुहोस्। यसले गर्दा हामीले अपलोड गर्ने कुनै पनि नयाँ भिडियो सबैभन्दा पहिला तपाईले हेर्न सक्नुहुन्छ। जब तपाईँ फरक सोच्न सुरु गर्नुहुन्छ, मानिसहरूले तपाईलाई पागल भन्छन्, तर त्यही फरक सोचले तपाईलाई नयाँ उचाइमा पुर्याउँछ। त्यही हो सफलताको एकान्त यात्रा। सफल मानिस एक्लै हिँड्छन् किनभने उनीहरूसँग लक्ष्य हुन्छ, दिशा हुन्छ र समय बर्बाद गर्ने फुर्सद हुँदैन। उनीहरूको साथी किताब हुन्छ, विचार हुन्छ र उद्देश्य हुन्छ। तपाईहरूले सुनिराख्नु भएकै होला, धेरैजसो मानिसहरूले भन्छन्, मसँग कोही छैन, मलाई साथ दिने त कोही छैन। तर सोच्नुहोस्, यदि तपाईँ एक्लै भए पनि निरन्तर अघि बढ्दै जानुहुन्छ भने त्यो एक्लोपन तपाईँको शक्तिमा बदलिन्छ। त्यसैले एक्लोपन डर होइन, अवसर हो। जब तपाईँ एक्लै हिँड्नुहुन्छ, एक्लै सोच्नुहुन्छ, त्यसले तपाईँलाई केन्द्रित बनाउँछ, गहिरो सोच्न बाध्य बनाउँछ र यही मौनताबाट जन्मिन्छ ठूला विचारहरू। धनी र सफल मानिसहरूले बुझ्छन्, भिडले तपाईँलाई मन पराउन सक्छ। हो, भिडले तपाईँलाई मन पराउन सक्छ, तर इतिहास तपाईँले नै लेख्नुपर्छ र त्यो इतिहास सधैँ उनीहरूले लेखेका छन् जसले भिडको आवाज होइन, आफ्नो सपनाको आवाज सुनेका थिए। यदि तपाईँ पनि एक्लै अगाडि बढ्दै हुनुहुन्छ वा बढ्न चाहनुहुन्छ भने तल कमेन्ट बक्समा कमेन्ट गरेर भन्नुहोस्, म पनि अब एक्लोपनलाई आफ्नो शक्तिमा बदल्नेछु। साथै राइज विथ माइन्डसेटलाई सब्स्क्राइब गर्न नबिर्सनुहोस्, किनकि हरेक हप्ता हरेक भिडियोमा हामी तपाईँको सोचलाई नयाँ दिशा दिन्छौँ। त्यसैले यदि तपाईँ अहिले एक्लै महसुस गर्दै हुनुहुन्छ भने नडराउनुहोस्। यो सङ्केत हो कि तपाईँ सही बाटोमा हुनुहुन्छ। भिडबाट अलग हुनु नै सफलतातर्फको पहिलो कदम हो। हस् त, आजलाई यति नै। फेरि अर्को नयाँ भिडियोमा भेट हुने नै छौँ। त्यति बेलासम्मका लागि केन्द्रित रहनुहोस्, आत्मविश्वासी रहनुहोस् र सोच बदल्दै जानुहोस्। पुरा भिडियो हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। राइज विथ माइन्डसेटसँग जोडिरहनुहोस्। शुभ दिन, शुभ समय।